हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। अनि फेरि आज पनि टक्क लगाएर रेडी भएर एकदम आज चाहिँ बाबाको कामले हामी चाहिँ विराटनगर गइरहेछौँ। विराटनगरको छेउतिर एउटा सानो गाउँ पर्छ, त्यहाँ चाहिँ गएको। अनि फेरि रेडी भएर एकदम गइदिएको त्यहाँ खाजासाजा खाएर। अनि फेरि जाँदा भ्यू पनि हेर्न सक्नुहुन्छ, खतरा रोडहरू पनि पुरा बिग्रिरहेको। अनि फेरि आमा के भनौँ नभनौँ यस्तो खिच्चा रोड। अनि तपाईँहरू सोच्दै हुनु होला कि रोड त बिग्रेको भन्दैछ, तर रोड कस्तो राम्रो देखाइरहेछ। किनकि गाइस यो सबभन्दा राम्रो पार्ट चाहिँ रोडको चाहिँ यति मात्र छ जुन चाहिँ म यो भिडियोमा कभर गर्नेवाला छु। किनकि लास्टै अलि त भिडियो पुरा बिग्रिरहेको यार। पुरा त्यहाँ चाहिँ भिडियो बनाउँदा त भिडियो त डान्सिङ भिडियो पो रहेछ यार। के बुझ्ने हुन्न भनेर राम्रो रोडमा बनाउनु पर्यो भनेर बिर्तामोड पनि आइपुगेँ यार। म त त्यस्तै गरेर मैले चाहिँ भिडियो बनाइदिइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ जलेको बाटोबाट हेर्नु बिर्तामोडको आमा पुरा जलिरहेको यार। के भन्नु दुःखले त म पनि मरौँला यसको त आमामा। यहाँ एकैछिनपछि म खाना बसेँ, त्यस कारण म खाँदा फेरि पुगिसकेँ गाउँ। अनि फेरि भाइहरूसित फेरि बाइकमा डुलेको च्याट त पुरा सिधा भइसक्यो त्यो यार। मेरो त आमा बाइकमा बस्दा कम्तीमा पनि मैले 100 किलोमिटरभन्दा बढी बस्यो होला यार। अनि फेरि राति घर पनि जानुपर्छ। अनि फेरि आफ्नो रेसाबारीमा पुगेँ, मतलब मेरो जमिनमा पुगेँ, खेतमा पुगेँ, आफ्नो घरतिर पुगेँ। के भनौँ यार पुगेँ। अब हेर्न सक्नुहुन्छ, अब त्यहाँ पुगेपछि त के फलिरहेछ भनेर बाबाले चाहिँ सोध्नुभयो। अनि फेरि यहाँदेखि चाहिँ कटहल झिक्न लगाएको माथिबाट एउटा कटहल दुईवटा कटहल त झिक्दै थियो। अनि फेरि झिकेपछि अब आम पनि त्यो पाक्न थालिसकेको थियो अलिक त्यस कारण दुई तिनवटा आम पनि झिक्दिएको। अनि फेरि त्यहाँबाट चाहिँ गएको अब कद्दु लिन पनि गएको। यहाँ हेर्न सक्नुहुन्छ गाइस कद्दु लिन पनि आइसक्यौँ। अनि फेरि अब कद्दु लिएको हामीले आमा लास्टै बिग्रेको रोड के भनौँ। अनि फेरि आफ्नो घरको पनि भ्यू देखाइदिन्छु, गाउँको घर भन्न कस्तो घर हुन्छ यहाँ हेर्न सक्नुहुन्छ। हाम्रो पनि फेरि रुखहरूको पनि भ्यू देखाइदिउँ। हाम्रो आमको रुखहरू हेर्न सक्नुहुन्छ, अहिले त आम मजाले फलेको छैन। यहाँ हेर्न सक्नुहुन्छ सानो सानो आम छ, हरियो हरियो खालको। यहाँ भ्यूहरू हेर्न सक्नुहुन्छ। अनि सब कुरा लिएर चाहिँ हामी फेरि घर फर्क्यौँ। बाई बाई।